2081 साल 12 महिना 18 गते आज हामी स्याङ्जाको सिरुबारी घुम्न आएका छौँ। त्यसै सिलसिलामा हामी यहाँ चाहिँ सुरुमा आउने बित्तिकै पञ्चे बाजाका साथ माला लगाएर स्वागत गरियो। त्यसपछि एकछिन त्यहाँ नाचगानको साथमा नास्ता मकै आलुको अचार र रातो चियाको साथमा हामी त्यहाँ एकछिन पञ्चे बाजामा नाच्यौँ। त्यसपछि हाम्रो 20 जनाको ग्रुप थियो। त्यो 20 जनाको ग्रुपलाई गर्ल्सहरूलाई 7 जना एउटा घरमा लगियो र अर्को 5 जना अर्को घरमा, जस्तै होमस्टे भनौँ न, घर घरमा बस्ने भएको भएर बाँडेर लानुभयो। एकै ठाउँमा बस्नलाई चाहिँ पर्याप्त ठाउँहरू थिएन। त्यसैले अब सरहरू छुट्टै बस्नु भएको, हामी म्यामहरू पनि फरक फरक गरेर बसिरहेका छौँ। अब यसो हेर्दा घले गाउँको चाहिँ एकदम झझल्को लाग्ने ठाउँहरू रहेछ। साह्रै रमाइलो चिसो ठाउँ रहेछ। त्यसैले एकचोटि सबैजना घुम्न पाल्नु होला। साह्रै राम्रो ठाउँ छ स्याङ्जा सिरुबारी होमस्टे। ल यतापट्टि गुम्बा जस्तो मन्दिर छ, त्यहाँ चाहिँ नाचगानका साथमा पञ्चे बाजाका साथमा स्वागत गरिन्छ। र यहाँको स्पेसल नास्ता भनेको आउने बित्तिकै चाहिँ मकै र चिया, त्यसपछि आलुको अचार र भोलि बिहान हेरौँ के हुन्छ। तर साह्रै नै राम्रो ठाउँहरू छ, चिसो ठाउँ। ल हस्त धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। हस्त धन्यवाद।